आज हाम्रो च्याउ खेती तालिमको चाहिँ प्र्याक्टिकल दोस्रो दिन प्र्याक्टिकल हुँदैछ। यसरी ड्रममा पराललाई सानो सानो पिसेर काटेर यसरी भिजाउनु पर्ने रहेछ। यो कालो प्लास्टिक अब अलिकति ठुलो स्केलमा गर्नेहरूले चाहिँ यसरी गर्न सकिँदैन। बोरामा हामीले त्यो बोरा प्याकिङ गरेर त्यो बोरा चाहिँ त्यसैमा चाहिँ त्यसैमा पखाल्ने हो क्या एकैचोटि। यसरी बोरा ल्याएर बोरा हुनुपर्ने हो। सर कतिचोटि पखाल्नु पर्छ यो? एकचोटि पखाल्नु माटो साटो धेरै छ भने माटो हुन्छ। हजुर तराईबाट आएको हो त्यो एकदम माटो। हाम्रो यतातिरको माटो कम हुन्छ। हजुर